भाइले मासु पनि रेडी भइसक्यो हाम्रो सर्ट लाएर ल केटा बस्छ नेमार हाम्रो पठाउ रेडी हो तिमीले बाटो चिनेन नि त त्यहाँ बस्यो कि तिमी होइन चिने खानकै यिनीहरूकै पछि हिँड्ने भइहाल्यो नि बिपुलको घर जाने सही हो फेरि यो तान्दैन कि भनेर तान्दैन जस्तो लाग्यो त्यो भएर म त्यहाँ बसेको पछि आउँदा हुन्थ्यो लेकतिर गएर बस्नु नि त जाम त्यहाँसम्म हामीले खुट्टा हेरेर माथि राख्यो खुट्टा भनेको हामी चाहिँ यो सेपरेट बाटो हुँदै डाइरेक्ट लेकमा निस्किने गरेर यो सेक्कु बाटो गयौँ किनभने हामी ट्रिपल लोड थियौँ त्यसै कारणले हामीले यो सस्पेन रोड प्रयोग गरेको हो अब केटा यो बाटो हुँदै टक्क लाएर अब डाइरेक्ट लेकमा गएर भेटौँला अगाडि अब हामी फाइनल्ली लेक साइडको यो कति नम्बर स्टेट नम्बर 19बाट पानीतर्फ अब जान्छ राइड चाहिँ यहाँ आज त्यतिको राइड मिठो भइरहेको छ पैसा सक्यो तिमीहरू हल्का पैसाको खर्च यो अन्त शैली त मलाई काइकिङको भ्यू हेरौँ गाइजहरू पोखरामा काइकिङहरूको सङ्ख्या लाग्नै बढिसकेको छ है अहिले आएर अहिले दिउँसो हुन्छ नि त बल्ल के किनेको भेलेले यहाँ दही हो ल ल सही होला हेन्सम आयो फेरि भेले पनि चक्लेटी राइडर पर्सन फेरि कालेले गर्दा पिकअप त भयो नि घुम्रे के किन लाग्यो र सही हो मैले सही पाइँदैन अब चाहिँ हामी सिधै जान्छौँ कता भन्ने कुरा विपुलको घरतिर है विपुलको घर चाहिँ नयाँ घर विपुलहरू त मामा घर जानु लाग्यो होइन ए झ्वातर बेलुङ सेलुङ उठ्ने ठाउँ होइन नि अगाडि हामी चाहिँ विपुलको मामा घर आइयो अरे
हामी नि झर्यो होला नि त भन्छ त यहाँ किन बसिराख्ने त नि नेमारको हातमा के छ आजको प्रो राइडर है त जनक दाइ आजको हामी त यहाँ बस्ने बाहिर शीतलमा थोत्रो बाइकमा ट्रिपल लोड पानी के बरु के छ पानी सानी ल्याइदिए हुन्थ्यो कि स्पेसल होइन नि झन् गाउँतिरको अब एकछिन बसी भेटौँ ल सर्ट काले भाइले दही हाल्दै है मासुमा दही हालिरहेछ म्याग्नेट गर्नको लागि भने हाम्रो बेपफुलले चाहिँ बेसार खुर्सानी नुनहरू हाल्दैछन् अब चाहिँ हामी म्याग्नेट गर्ने बित्तिकै लाग्छौँ हाम्रो गन्तव्यतिर अनि त्यही हो साथीहरू हाम्रो नेमार भाइ चाहिँ हेरिरहेको छ ल सही हो ल अब डाइरेक्ट भेट्नुपर्छ उता गएर है त ल बाटोमा के कस्तो हुन्छ हेरौँ दिपुलले बाइकै खाल्टोमै हाल्दैछ अरे ल बारी बारी बाटो कता हो भनेको यतै हो बाटो सन्देली बाइक बाइकै चलाउन नआउने रहेछ नि त खास गरी कता हो त कि हाम्रो गाडीले तान्छ रे यो जबरजस्ती पनि तनाउने तान्छ हाम्रो पनि कनी कनी भए पनि माथिपट्टिको विमल त भोलुकर बस्छु भन्दै थियो त्यसमा विमललाई दामी त्यसले डर कमाउन सक्छ कि तर त्यसको फेरि जोस जागरै छैन नि त छ घाटमा राखेको जस्तो चोरको जस्तो ज्यान छ गाउँमा पनि गाउँ त ब्युटी हल्का मात्र हो नत्र मान्छे गुडे ब्लक नेसनल पनि बसेँ बाइकमा लैजाऊँ ल कता सिधै हो लाएर यो कताको कुनामा लिएर आयो भेले भाइले माछा खायो त जता हेऱ्यो नि मलाई उहाँ सिक्ली सानीमा ठुलो भेला त्यही राख न म लिएर आउँछु छोड तिमीहरूले बनाउने होइन तिमीहरू रफ बाइक केही बोल्न सक्दैन तिमीहरू केटा भेरे त मर्यो भनेको किन घुम्नेले चड्डी साटेको पनि आयो त्यहाँदेखि
गाउँ हो क्या यता माथि त गाउँ ए गोठ जस्तो खायो त्यो त यस्तो हरियाली डाँडाको बिचमा आयो हामी कता हो कता थाहा छैन माथि चाहिँ गाउँ होला सायद हेलो गाइज फेरि पनि है त केटाहरू है ट्याक्क अनि यो ठाउँका मैले छोरा नै सुकेछ आज छैन माथि पौडी खेल्ने हल्का राम्रो ठाउँ यही हो यहाँ जाने बाटो यताबाट हो तलबाट पानी फोर्दैछ रे यहाँ त पानी हल्का फोर्दैछ है यस्तो लुतो के बर्खा अब ठुलो हुन्छ र अनि मासु चाहिँ कहाँ पुग्ने मासु पुग्ने ठाउँ छ त्यहाँ ए ढुक्क मिलिहाल्छ बेकार यत्रो हिँड्नु पर्यो एकचोटि त्यहाँ गएर अवस्था बुझौँ न के कस्तो छ यहाँ नि दोकान थाप्ने रे यता के यता यता ए यो दोकान थाप्ने ए दम दुनिया आम त्यहाँ ठुलो ठुलो हुँदाखेरि टाइममा बसिरहेन अब यत्रो दुःख पार अब स्कुटरमा त तेल पनि छैन घाँटी छिन पुग्ने गरेर अनि घाँटी छिन पुग्ने तेल छैन कि स्कुटरमा यस्तो भेलेर बिमल अनि टक्क ल्याएर अर्को कसको भर त नपरे नि हुँदो रहेछ कि जिन्दगीमा त्यही त नि कहाँ कहाँको भ्यू टिकटकमा कहाँ कहाँको देखाउँछ पहिले सजेस्ट गरेको थिएँ नि त ग्रुपमा बोल्ने मैले मात्रै भनिदिएको नि त जता नि त्यही भन्नाले त कुरा बिग्रियो त नि यहाँ अलिक सिरियस हुनुपर्ने पानी परेको बेला त बवाल हुन्छ नि पानी परेको बवाल होइन यहाँ सही एउटा डुबेको अब चाहिँ हामीले लोकेसन चाहिँ माथि नै फिक्स गऱ्यौँ है किनभने जामलाई हिँडेर मात्रै हिँडिहाल्यो ल सो अलराइट गाइज अब चाहिँ हामी माथि नै लोकेसन फिक्स भइसक्यो हाम्रो केटाहरू चाहिँ यहाँ एक डुब्लिकी मात्र हाने आगो सागो बाले केटाहरूले अब टक्क लाएर पोलेपछि भेटौँला है त गाइजहरू सही हो केटा हाम्रो भान्सा चाहिँ उहाँ थियो अघि होइन पानी परेको कारणले चाहिँ यो कुनामा दामी ठाउँमा बनायौँ है नेमार भाइ चाहिँ यहाँ छ क्यास र फाला ल होइन एउटा हातले क्यास हुन्छ यहाँ नजिक आइदिउँ न नजिक के क्यास हो र सही हो त मेरो खुट्टामा जुगाले खाएर चाहिँ यस्तो ब्लडै ब्लड भयो सही हो भेरे होइन माग्ने बुढोलाई फेरि घुम्रे स्टिङले चाकमा डस्ला नि फेरि लम्मै हुँदैन केटाले बोतल पानी खाल्दैन यार छोडो त्यहाँ छोडिदेऊ बस्तेरी धुमधाम हे क्या ल केटा केही गर्ने माथि चाहिँ यस्तो दामी जङ्गल छ यहाँ चाहिँ एउटा दामी बबाल पौडी खेल्ने स्विमिङ पुल छ है त्यहाँ मुनि फेरि यहाँ केटाहरू यस्तो गुफाभित्र अड्डामा जमाइरहेको छ यो पनि सही छ है ल होइन त हरिबहादुरको जुत्ता हाम्रो यहाँ खरबुजा पार्टी पनि भएर है खरबुजा खानेहरू खरबुजा फस्टलाइट गुड छ है गुड जाऊ नेमार ओ नेमार यही बेला जाउँ त्यहाँ पौडी खेल्न जाउँ सही स्क्रिनसट लियो यहीँबाट केटा 3:35 भनेको
यहाँ कुप्नु परेर बस्यो केटाहरू चाहिँ उहाँ आउँदा केटाहरू फेरि भनेको नमानेर भाइ बस्यो भने दादागिरी देखाउँदै अब यस्तो पानी पऱ्यो इन्जोय गरेर पानी चाहिँ अर्को पनि आयो पाल्नु चाहिँ भनेकै माने थिएन यहाँ छ धेरैले त्यही भनेर लगाइदिएको हुन्छ नि हामीलाई मैले छ अन्त मान्दै मानेन केटाहरू लास्ट टाइममा यहाँ आउनु परेन त चल पल हान्दै बस्यो ओ धेरै अघि त छैन भनेको होइन यस्तो दामी अघि दामी ठाउँ छ भन्दै थियो अहिले मासु नै बोकेर आएको छ गाइज खोलाको अवस्था चाहिँ यस्तो भइसक्यो है अघि चाहिँ पानी परेर पुरा माथि चाहिँ गाउँ देख्न सकिन्छ सानो गाउँ टक्क लाएर चित्त परेको यो गाउँको नाम चाहिँ थाहा भएन सो अल राइट केटाहरू चाहिँ त्यहाँभित्र छ हाम्रो केटाहरूले चाहिँ यहाँ प्याक गर्दैछ है सामानहरू भेली भाइ अनि आजको ट्रिप कस्तो भयो यस्तो भन्ने पनि दुई शब्द यता हेरेर भन न फेरि बवाल मात्रै चाक्क पिठो जुकासित डराउने मान्छे एकदम ए झारमा पुग्छ न राम्रोसँग कस्तो भयो जुका लास्टै लाग्दो रहेछ जुकाको विषयमा के भन्छ